ए केटा बल लगाऊ है। चढ्नु पर्यो। अनि भोलि त हाइलाइटमा आउँछ है राकेश मगर अफिसियलमा फेरि यो त। यसरी जाँदैछु म। छ यहाँ एकजना टर्कीको मान्छे। ल ल ल भान्जा बाबु ल अर्को पनि स्काई वक अफिस रहेछ यहाँ। जाम फोटोमा मात्रै कति हेर्नु यार पनि। तिमी नै त हो मेरो सारा संसार। ओहो यस्तो पो रहेछ यार। आम्मामा उसले गरेर के गर्नु केही देखिँदैन रहेछ हुसुले गरेर। केटाहरूसँगको रमाइलो एउटा। टक्क यहाँ होटेल रहेछ। टक्क लालीगुराँसको बोटहरू हो यो सफा गर्ने। यो के हुन्छ यहाँबाट सुर्र आउने लालीगुराँस फुलिराखेको रहेछ यार यहाँ। ल केटालाई भेला जमघट पारेर चैनी भेरेटारमा कारा पुरुफ पारेर आज ल है ल है ल है भन्छ बाबु। यस्तै छ मेरो यस्तै छ पारा दुश्मन हेरेको हेरे थियो। ल हाम्रो गन्तव्य यहीँसम्म थियो। बाफ्रे के गर्नु त यसलाई बेनी भाउजूलाई देखाउनु पर्छ यो। अनि यतातिर चाहिँ के रहेछ हेरौँ है त। हेरौँ 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 हेर्दै जाऊँ। यहाँबाट प्रवेशद्वार रहेछ। जस राम्रो उयो बनाएको रहेछ यार। डिजिटल लाइट पनि छ भेरेटारको। डेस्क फोटोसुट रुमर पनि रहेछ। अब त अलगै बनाएको रहेछ खर्च चाहिँ गरेर बनाएको रहेछ कि। यहाँ जानुको लागि यस्तो यो हजुर यतिका कस्तो ह्यान्डसम मान्छे भेटे यार। केटीहरू फिदा हुन्छ होला हौ। यो चाहिँ टक्क देखेको चाहिँ भेरेटार बजार है चोकको। यो चाहिँ धरानबाट आउने बाटो हो। यहाँबाट टक्कसँगले गाउँ जस्तो यसरी लगायो। अब चाहिँ हिँड्यो भित्रबाट। अनि यो पनि लिनु पर्दो रहेछ यसरी। बाफ्रे हेट केटाहरू लड लाग्यो फेरि यो घाँस्रा घुस्रुक भएर। ल फाइनली साथी हो अब चाहिँ आज हामी सर यता हुनुहुन्छ यता फोटो सेसन चल्दैछ। सिसा गयो भने चाहिँ लडिन्छ होला। ल भाइ मजाले क्याटोक गर्दै हिँड। ओहो ओहो यार आम्मामामामा झिरिममा गयो भने त ओ त्यहाँ त्यो के भन्छ लालीगुराँसको फेदमा टुप्पोमा आम्मामामा हो रहेछ यार साथी हो। डर लाग्दो रहेछ यार तल हेर्दा त यार। ओइ आम्मामामा कसम डर लाग्दो रहेछ है। तल हेरेकै डर लाग्छ। Oh my god.
दा यो त माथिबाट त अनि यो त खतरा हो नि यो त फेमस हो नि माथिबाट हेर्दा यहाँ चाहिँ के हो यो ए ए ए ए हो ठिक ठिक आम्मामा ओए तेरिका एक मिस गेम फिनिस छ यार हो आम्मामा यो पकडी त भाइ पकडी यार कसम यार ओ माय गॉड तल हेर्नुपर्छ यस्तो छ यतै जाउँ के ओए तल यस्तो पुरै छ यार आम्मामा भान्जा अनि खुस्क्यो भने त सक्यो त यार ओ माय गॉड हेड आम्मामा लास्टै अल्गो रहेछ नि यार है अनि यो डोरीले थामिरहेछ यार हामीलाई तल टेकुवा सेकुवा केही छैन ओ माय गॉड कसम डर लाग्ने रहेछ यार तल हेर्दा चाहिँ आम्मामा खै यता जाम टुप्पोतिर आम्मामा मुटु काम्ने रहेछ यार यार हो रहेछ यार यतिकै त्यो काठमाडौँमा कि कहाँनिर हो त्यो यस्तै त्यो मान्छेहरू हिँड्नु डराउँथ्यो नि कसम यार त्यस्तै रहेछ यार आम्मामा पहिरो आम्मामा हाय 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 कस्तो सिरिङ 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 हुने रहेछ यार यत्तिकै मान्छेहरूले म त नाटक गरेको होला हुन्थ्यो यार वास्तवमै हो रहेछ यार हो रहेछ आम्मामा अनि आम्मामा काँचुली फेरिस भाइ होइन हो माई गॉड ल साथीहरू भेरेटायरको स्काई वक पनि हो यहाँबाट मोबाइल खुस्क्यो भने त ल्याउने त होइन मोबाइल के छ विजय सर ठिक छ ज्याकेट खोल्दा हुन्छ नि ल मैले अब यो ब्लग यहीँ समापन गरेँ साथीहरू नेक्स्ट ब्लग नेक्स्ट डे नेक्स्ट टाइम गर्नेवालामा छु अहिले चाहिँ केटाहरूको सबको फोटो सेसन चल्दै हो है यस्तै हो सबजना भान्जाहरू यहाँ हाम्रो प्रकाश दाई आनन्द सर म हामी 6 जनाको एउटा टोली भेरेटार आएर हल्लाए तल हेऱ्यो भने त यसो यसो हुन्छ लाफा चस्मा ल्याउ ल है केटाहरूको फोटो सेसन पनि बबालै हुँदैछ विजय सर अलिकति मेन्टेन गरौँ है भान्जा ओहो मेरो साथी त ओइ फेरि ह्यान्डसम हुन्छ भनेर पेन्ट पनि नखोल्नु नि फेरि कसम डर लाग्ने रहेछ या है ल बाई बाई